हेलो एभ्रिवान, नमस्ते। प्रशान्त कुक्समा यहाँहरूलाई स्वागत छ। आज मैले यहाँहरूको लागि चिकन करीको रेसिपी लिएर आएको छु र सुरु गरौँ चिकन करी बनाउन। सुरुमा एउटा प्यान लिनुहोला र प्यान तातेपछि आवश्यकता अनुसार तेल राख्नुहोला। तेल तातेपछि म राख्दैछु 4-5 ल्वाङ र एउटा तेजपत्ता। त्यसपछि म यसमा राख्दैछु डाइस्ड चिकन। मैले यहाँ चिकन ब्रेस्ट लिँदैछु, तर तपाईहरूले कुनै पनि प्रकारको चिकन लिन सक्नुहुन्छ। चिकन राखेपछि हामीले अब यसलाई मजाले भुट्नुपर्ने हुन्छ। यदि हजुरहरूलाई यस्तै सिम्पल रेसिपिज हेर्न मनपर्छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। चिकन मजाले भुटिसकेपछि अब हामी यसमा एउटा मिडियम साइजको प्याजलाई स्लाइस गरेर राखिदिन्छौँ र प्याजलाई पनि चिकनसँगै राम्ररी भुट्छौँ। प्याज थोरै गलेपछि अब म यसमा राख्दैछु 1 चम्चा अदुवा लसुनको पेस्ट र यसलाई पनि हामी राम्ररी चलाएर केही बेर पाक्न दिन्छौँ। अब म राख्दैछु स्वादअनुसार नुन, थोरै बेसार, जिरा धनियाँको धुलो र अन्त्यमा थोरै मिट मसला र मसलालाई सबैतिर राम्ररी लाग्ने गरी मजाले चलाइदिन्छौँ। अब म यसमा 2टा मिडियम साइजको गोलभेडालाई चप गरेर राख्दैछु र यसलाई पनि हामीले मजाले चलाइदिनु पर्ने हुन्छ। म थोरै रातो धुलो खुर्सानी एड गर्दैछु र यसलाई पनि मजाले सबैतिर लाग्ने गरी मिक्स गरिदिन्छु। गोलभेडा थोरै गल्ने बेलासम्म हामीले यसलाई मजाले चलाएर पकाउनु पर्ने हुन्छ। अब म यसमा 1 ग्लास जस्तो पानी राख्दैछु। पानी राखेर मजाले एकचोटि यसलाई चलाइदिनु होला र त्यस्तै 8 देखि 10 मिनेटसम्म पाक्नको लागि छोडिदिनु होला। अब म थोरै धनिया राख्दैछु। चिकन पाक्दै गर्दा धनिया राख्नुभयो भने त्यसले टेस्टलाई अझै इन्हान्स गर्ने काम गर्छ। यहाँहरूको इच्छा अनुसार ग्रेभी या झोल एडजस्ट गर्न यो पोइन्टमा सक्नुहुन्छ। लास्टमा गार्निसिङको लागि थोरै धनिया राखेपछि रेडी हुन्छ हाम्रो मिठो चिकन करी। मेरो सानो प्रयासलाई लाइक, शेयर र सब्स्क्राइब गरेर मलाई पनि सपोर्ट गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ।